वेलकम साथी मेरो आजको ब्लगमा। हामी चाहिँ घाँस काट्दैछौँ। मेरो बहिनी एकदम अल्छे छिन्। आज चाहिँ जाँगर गरेर घाँस काट्न लगाएको छु। घाँस काट्दैछिन्। हजुरहरू के गर्दै हुनुहुन्छ? हामी घाँस काट्दैछौँ। हाम्रो घरतिर धेरै फलफुलहरू पनि पाइन्छ। आरु खाने भए पनि आउनु है। बोट हेर्नु त लटरम्मै फल्या यत्रो भइसक्यो। दुईटा पनि छ त्यसरी जोडिएको। त्यसपछि हामीले घाँस काट्दै दुईजनाले आरु खायौँ। आरु चाहिँ एकदम मिठो छ, गुलियो छ। तपाईहरुलाई पनि चाहिन्छ भने कमेन्टमा एसएमएस गर्नुहोला। आज यता घाम लागेको छैन, पानी आउला जस्तो भइरहेछ। त्यही भएर बाबुले चाहिँ खाजा लिएर आइसके पसलबाट। खाजाको लागि चाउचाउहरू चिसोहरू लिएर आयो। म चाहिँ आरु खाँदै भिडियो बनाइरहेको थिएँ। फेरि बाबुले चिसो लिएर आएपछि चिसो खाने भनेर लाग्यौँ। अनि हाम्रो मकैबारीहरू यस्तो छ। घाँसको बारी पुगिसक्यो हो। सागबारीहरू यस्तो छ। हामीले साग चाहिँ आज बिहानै बेच्यौँ। त्यसपछि काँक्राहरू फल्न सुरु गरेको छ। फर्सीको मुन्टाहरू नि टन्नै छ। अनि हामीले चिसो खान लाग्यौँ। सबैजनाले मिलेर चिसो खायौँ। आजको भिडियो यति नै।